अब अहिले हामी चाहिँ अब एज अ नेपाली होइन विदेशमा बसे पनि देशको माया चाहिँ हामीलाई अथाह छ होइन एकदम हुँदै गर्दाखेरि अहिले जुन नेपालमा एउटा होइन जेनजी आन्दोलनपछि एउटा नयाँ माहौल अन्त राजनीतिक सिनारियो नै चेन्ज भएको छ होइन र अब कतिले चाहिँ अब बलिदान दिनुभयो सहयोग दिनुभयो कति घाइते हुनुभएको छ होइन र हुँदै गर्दाखेरि अहिले चाहिँ जुन अन्तरिम सरकार गठन भएको अवस्था छ होइन र अब हुँदै गर्दाखेरि जुन सुशीला कार्कीलाई प्रधानमन्त्री चयन गरियो होइन गरिँदै गर्दाखेरि तपाईँलाई के लाग्छ यो सही मान्छेलाई चाहिँ चुज गरे जस्तो लाग्छ होइन यस्तो छ अब यसमा टिका टिप्पणी आफ्नो ठाउँमा हुन्छ अब हामी त्यस्तो सही गलत भनेर एकदमै विश्लेषण गर्ने खालको राजनीतिज्ञ पनि होइन र नर्मल्ली म आफू नागरिकको हिसाबले र मेरो आफ्नो शिक्षाको लेभल अनुसार अहिले को कन्टेस्टमा चाहिने मान्छे र त्यो लेभलको सक्षमता भएको मान्छे चाहिँ एकदम फेरि यो 100% हो। अब अहिले जुन रिसेन्टली अब जति आन्दोलन भयो होइन जनधनको क्षति त्यस्तै भएको छ होइन अनि हुँदै गर्दाखेरि जुन अहिले सुशीला कार्की प्रधानमन्त्री भइसकेपछि जिनजीहरूको एजेन्डाजहरू थिए नि जुन ती कुराहरू सम्बोधन नभएको जस्तो पनि पाइएको छ के भन्नुहुन्छ यो विषयमा चाहिँ अनि त्यो देखिन चाहिँ एकदम पछिल्लो समय देखिएछ विभिन्न जेनजीभित्रैमा पनि आफैमा एउटा एक प्रकारको कला जस्तो पनि भएको छ होइन हरेक कुरा भएको छ तर उहाँहरूले जुन नेतृत्व गर्नुभएको थियो जुन उद्देश्य राख्नु भएको थियो त्यो एक प्रकारले पुरा भएको छ होला भलै केही विकास हुनलाई विनाश हुनुपर्छ भने जस्तो त्यो सत्यता हो होइन केही विनाश पनि भएको छ तर आफूमा एक प्रकारले एकजुट भएर लाग्नुभयो भने र उहाँहरूले जसरी यत्रो वर्षौँदेखिको सरकारलाई त ढाल्न सक्नुभयो भने ती कुराहरू आफैले बनाएको आफैले छानेको पात्रलाई चलाउन नसक्ने भन्नुहुन्न खबरदारी गर्नुभयो भने त्यो सायद हुन्छ पनि र सुशीला कार्कीले सम्भवतः एउटा सबैभन्दा पहिला त यो अन्तरिम सरकार भएको भएर एउटा निर्वाचन गराउनु पर्ने दायित्व छँदैछ र जे जस्तो दोषीहरू छन् तिनलाई चाहिँ कारबाहीको दायरामा ल्याउनुपर्छ र हिजोका राजनीतिक दलले जस्तो आफ्नो यो त्यो भनेर छोड्न हुँदैन। अनि यो जुन मेन माग भनेको जेनजीहरूको होइन हामी सबै नेपालीहरूको हजुर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ भन्ने छ त्यो चाहिँ अब सम्भव छैन भन्ने कुरा गर्नुभयो होइन न्युजमा पनि सुन्नुभयो होला हजुर हजुर के छ यो चाहिँ तपाईँलाई चित्त बुझ्यो यो कुराले होइन यस्तो सम्भव छैन भन्ने सम्भव नभएको यो संसारमा केही छैन तर त्यसलाई कसरी लगिन्छ र कसरी लागिन्छ भन्ने हो देख्दाखेरि नेपालका यी अहिलेको राज्य व्यवस्थामा बसेका मान्छेहरूको विरुद्धमा उठ्नु नै सम्भव छैन जस्तो देखिन्थ्यो नि त तर सम्भव देखियो 2 दिनमै सम्भव देखियो सम्भवै छैन भन्ने त होइन तर त्यसलाई कसरी अगाडि बढाइन्छ भन्ने कुरा हो तर त्यो हुनु जरुरी छ। अनि यो भविष्यमा चाहिँ होइन जस्तै अब निर्वाचित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको जुन निर्वाचन हुँदै गर्दाखेरि चाहिँ होइन तपाईँलाई चाहिँ एउटा अवसर यस्तो आयो कि बालेन र रवि लामिछानेमा एकजनालाई चुज गर्नु पर्यो भने होइन कसलाई भोट दिनुहुन्थ्यो कसलाई चुज गर्नुहुन्थ्यो तपाईँ चाहिँ? यस्तो छ रवि लामिछाने पछिल्लो समय देशका लागि केही गर्छु भनेर आउनु भएको हो उहाँमा त्यो एक प्रकारको देशप्रतिको हुटुटी थियो त्यो सत्यता हो तपाईँ हामीलाई थाहै छ तर एउटा चाहिँ के हो भन्दाखेरि रवि लामिछानेलाई कतिपय कन्डिसनमा काम गर्न दिइएन कतिपय उहाँले सक्नु भएन फरक कुरा रह्यो तर एउटा चाहिँ उहाँ माथि थोरै घात भएको छ भन्ने चाहिँ मेरो आफ्नो बुझाइ पनि हुन्छ किन त्यही केसमा अन्य कसैलाई छानबिन पनि नहुनु जेल जानु पनि नपर्नु केही पनि गर्न नपर्नु खासमा अन्याय चाहिँ भएको छ जस्तो मलाई पनि लाग्छ होइन तर अहिले उहाँले जेल जीवन काटिरहनु भएको छ र काम गर्न पाइरहनु भएको छैन तर बालेन शाह चाहिँ एउटा स्वतन्त्र व्यक्ति भएर अहिले चाहिँ सबैले रोजेको र उहाँले पछिल्लो समय मान्छेले रुचाउने भनेको अनुहार हेरेर को कति राम्रो छ भनेर भन्दा नि कामले हेर्ने हो नि त तर अहिले पछिल्लो समय उहाँले काम गरेको देख्दाखेरि साँच्चीकै देशलाई गर्नुहुन्छ कि जस्तो चाहिँ लागेको भएर मलाई पनि एकचोटि बालेन शाहलाई चुनियो भने केही हुन्छ कि भन्ने चाहिँ लाग्छ। अनि अहिले हाम्रो चाहिँ जुन धरानको मेयर हर्क साम्पाङ होइन एउटा स्वतन्त्र मेयर र बालेनलाई चाहिँ होइन जहिले पनि मान्छेहरूले साथ सपोर्ट गरिरहेको देखिन्थ्यो हजुर अनि दुईजना पनि एकचोटि बिचमा विवाद पनि के आयो अहिले राम्रै सम्बन्ध पनि राम्रै थियो हजुर अहिले पछिल्लो समय जुन यो प्रधानमन्त्री हुने गृहमन्त्री हुने भन्ने कुराहरू हुँदै गर्दाखेरि होइन दुईजनामा चाहिँ अलिक खटपट आएको देखिन्छ र अनि बालेन लक्षित अनि हर्कले अलिकता धेरै स्टाटसहरू पनि नकारात्मक लेखेको देखिन्छ के भन्नुहुन्छ हर्कलाई चाहिँ हर्क सामाङलाई भन्नुपर्दाखेरि चाहिँ होइन अनि के भन्नुहुन्छ तपाईँको सुझाव चाहिँ? यो यस्तो छ कतिपय कुराहरू काम गरिन्छ त्यो कामको मूल्याङ्कन आफूलाई भन्दा नि जनताले अरूले गरिने चिज हो र हर्क साम्पाङजीको अथवा उहाँ एकदम
आदरणीय व्यक्तित्व हुनुहुन्छ, उहाँको शब्द नै सापेट लिन पर्दा ठुलो भयो कि धुलो हुन्छ भन्छ नि, ठुलो हुनु भनेकै धुलो हुनु। त्यही भएर ठुलो पनि नहुनु र गरेका कामको आफूले मूल्याङ्कन नगरेर अरूलाई गर्न दिनु र मैले यो गरेको छु भनेर सुनाउनु भन्दा नि अरूले मूल्याङ्कन गरिदियो भने राम्रो हुन्छ। र उहाँहरूको त्यो हुनु राम्रो होइन, किन दुइटै स्वतन्त्र मेयर हो र उहाँहरू मिलेर गयो भने अरूले पनि पाठ सिकिने र देश विकास हुनु। अहिले अब जस्तै प्रधानमन्त्री हुने को हुने भन्ने कुरा चलिरहेको थियो नि त होइन, नलागिरहेको कन्डिसनमा चाहिँ हर्क अब धराङबाट आएर म हुन्छु भनिरहेको थिएँ। त्यति बेला बालिनले चाहिँ अलिकति साथ नदिएको धोका दिएको भन्ने कुरा पनि आइरहेछ नि होइन। के भन्नुहुन्छ, हर्कलाई चाहिँ के मन्त्री प्रधानमन्त्री बनाउनु हुन्थ्यो के हुन्थेन? अनि यस्तो हो, उहाँहरू दुवैजना एकदमै यो छोटो समयका लागि भन्दा नि देशलाई लामो समयका लागि चाहिने हो। यो 6 महिनाको अन्तरिम सरकारमै उहाँहरू प्रधानमन्त्री भएरै देश झाँक्नुपर्छ भन्ने चाहिँ होइन। तर अहिले सिस्टम बस्यो भने उहाँहरू आएर अहिले जुन तत्परता देखाउनु भएको छ, जुन कार्यशैली देखाउनु भएको छ, त्यो अनुसार काम गर्नुहुन्छ भने जो आउँदा पनि देश आखिरमा विकासै गर्ने कुरा त हो, त्यो राम्रो कुरा हो। भनेपछि पुराना नेताहरूलाई, जुन भ्रष्ट नेताहरूलाई चाहिँ केही भन्नु पर्दाखेरि? भ्रष्ट नेताहरूलाई त अब आज तपाईँहरूकै कारणले हामी प्रदेशमा रहे तापनि हामी एक प्रकारले भन्ने भने नेपाली भन्दाखेरि अहिले कतिपय ठाउँमा कोठा नपाइने, कतिपयमा काम नपाइने, यो नेपारू अब कतिपयले यो भाषा नबुझ्नेलाई नेपारू जिन हो र भनेर नाक खुम्चाउने अवस्था आएको तपाईँहरूकै कारणले हो। त्यही भएर अब जे गर्नुभयो, गल्ती गर्नुभयो, त्यसलाई रियलाइज गरेर सुध्रिन त तपाईँहरू सक्नुहुन्न, तर अब पनि फेरि कोसिस नगरेर नआइदिनु होला, जहाँ छ त्यसमै रहिदिनु। ससम्मान राजनीतिबाट सन्यास लिएर नयाँ पिँढीलाई चान्स दिनुभयो भने देश बन्छ। अनि के छ तपाईँलाई केही कुरामा अब भन्न मन लागेको कुरा केही छ? अब समग्रमा भन्नुपर्दा जे जस्तै यो छोटो अब कुराकानी भइहाल्यो, यसमा चाहिँ हाम्रो कलिला भाइ बहिनीहरूले अब ज्यान गुमाउनु भयो, ती कलिला माथहरूमा गोली लाएर ढल्नु पर्यो, ती सबैप्रति एकदमै उच्च सम्मान र हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र उहाँहरूलाई सधैँ नेपाली इतिहासले सम्झिने पनि छ र घाइतेहरूको पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्छु र देशमा परिवर्तन भएर रोजगारीको सिर्जना भएर हामी प्रदेशमा आएर व्यवसाय गर्ने होइन कि नेपालै फर्केर गर्ने वातावरण बनोस् भन्ने चाहिँ चाहना हो।